नमस्कार सम्पूर्णमा। आज हामी दुई भाइ अनि दुई बहिनी माथि जमुनामा एउटा घर बनाइएको थियो, त्यो ढलेर गयो। ढलेर गएको त्यसको खामा खुट्टाहरू ओसार्न जाँदैछौँ। यो हाम्रो गाउँ सुन्दर गाउँ हो। बङ्गलाचुली 5 मसुरे। त्यो राम्रो सुन्दर गाउँ छ। यहाँ एउटा मिल थियो, मिलको हालत पनि यस्तो भइसक्यो। अलि पत्थर एउटा घर थियो, गोठ थियो राम्रो, त्यो पनि ढलिसक्यो। यी बारीहरू चाहिँ पुरा बाँझिया छन्। अब धीरे धीरे यो राम्रो गाउँ पनि सुनसान हुँदैछ। गाउँप्रतिको मोह घट्दैछ मान्छेहरूमा। शहरतिर पस्ने चाहना धेरै छ, तर गाउँमा बस्न जति रमाइलो हुन्छ त्यति शहरमा हुँदैन भन्ने कुरा हामीलाई थाहा छ। हेर्न सक्नुहुन्छ, यो पक्क डोकासोका बोकेर उकाली ओह्राली सुनसान जग्गा, सन्नाटा। चराहरू कराउँछन्, बाख्रा कराउँछन्। ल अहिले म माथि हाम्रो गोठ घर जो भत्किएको घर छ त्यहाँ गइसकेपछि देखाइदिन्छु म घरहरू, बाँझिएको खेतहरू। अहिलेको लागि चाहिँ म बिदाबारी भएँ।